आउनुहोस् सबैजना मिलेर बनाऊ चिकनको अचार। फर्स्टमा चाहिँ मैले चिकनलाई मसिनो बनाएर काटेँ। त्यसपछि त्यसमा बेसार, नुन, मसला अनि रातो खुर्सानी हालेँ, थोरै कागतीको रस अनि लसुनको पाउडर। त्यसलाई मजाले मिक्स गरेँ। मिक्स गरेर भइसकेपछि एकैछिन म्यारिनेट हुनको लागि मैले छोडिदिएँ। त्यसपछि एउटा प्यानमा मजाले तेल हालेँ। त्यसपछि चिकनहरूलाई मैले डिप फ्राई गरेँ। चिकनहरू पाक्दै गर्दाखेरि त्यसलाई बेला बेलामा चलाउनु पर्ने हुन्छ। अनि यसको लागि चाहिँ एकदम धेरै लसुन अनि अदुवा अनि खुर्सानी चाहिन्छ, त्यही भएर मैले लसुन केलाउँदैछु। लसुन अदुवाहरूलाई पनि एकदमै मसिनो बनाएर काट्नु होला। चिकन हो यस्तो रातो भइसक्यो, अब यसलाई निकालिदिन्छु म। अब अर्को प्यानमा चाहिँ 5 फुरन पड्काउने। हाम्रो चिकन पाकिसक्यो। यो चाहिँ अदुवा खुर्सानी लसुन मसिनो बनाएर काटेँ मैले। अब यसलाई मैले तेलमा फ्राई गर्छु, लसुन अदुवाहरूलाई पनि। यसलाई चाहिँ यस्तो रातो हुने गरी फ्राई गर्नु होला। मैले नुन बेसार पनि हालिसकेँ। अब यसमा हाल्छु मैले अघि फ्राई गरेको चिकन। त्यसलाई मजाले मिक्स गर्छु। अनि अर्को प्यानमा चाहिँ मैले जिरा धनियाको मसला भुटेर पिस्छु। पिसेर पाउडर बनाइसकेपछि त्यसलाई पनि त्यही मसलामा हालिदिन्छु। त्यसलाई मजाले चलाउनु पर्छ। अनि लेमनको रस हालिदिएँ मैले। अब हेर्नुहोस् त, सबै मिक्स भइसकेपछि यस्तो राम्रो भइसकेको छ। यसलाई चाहिँ मजाले मिक्स गर्नु होला, किनभने कतै लाग्ने कतै नलाग्ने हुनसक्छ। त्यो भएपछि मजाले मिक्स गर्नु होला। केही पुगेको छैन भने चाखेर थप्नु होला। नुन पिरो अमिलो चाहिँ यसमा ट्वाक्क लाग्नुपर्छ। मङ मसलाहरूको पनि बास्ना आइरहेको छ, एकदमै मिठो भएको थियो। मैले चाहिँ धेरै तेल हालेर बनाइनँ, अलि धेरै तेल हालेर बनाउनु पर्ने हुन्छ यसमा चाहिँ, लामो समय नबिग्रियोस् भनेर। तर मैले चाहिँ खासै धेरै हालिनँ। अब हाम्रो चिकन बनेर रेडी भयो। हजुरहरूले पनि यसरी नै बनाएर घरमा खान सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।